म त चुज गर्नै सक्दिनँ किनकि हस्टेल मेरो डेब्यू भएर आइदियो हस्टेल एक किसिमले अब मैले एटलिस्ट ओहो हिट फिल्मको कलाकार हो म भनेर भन्न सक्ने चाहिँ हस्टेलले मलाई बनाएको छ भनेपछि अब अहिले खेल आइरहेछ खेल पनि आफ्नै किसिमले अलग फिल्म बनाएको छ दुइटै बेस्ट छ मेरो लागि चाहिँ होइन हो नि किनकि कति राम्रो राम्रो मुभीहरू पछाडि परेको छ अडियन्स आउनु भएको छैन लगानी उठाउन सकेको छैन अनि त्यही फिल्म चाहिँ अनि जब ओभरसिज जान्छ फिल्म फेस्टिभल जान्छ हलिउडको एक्टरहरूले वाह वाह होइन बलिउडको एक्टरले वाह वाह गरिरहनु भएको छ त्यही फिल्म नेपालमा चल्दिँदैन होइन क्या खुसी हुन्छ नि बाटोमा पैसा भेट्यो भने त किनकि मेरो चाहिँ कस्तो थियो भने हजुरहरूले पत्ताउनुहुन्न होला तर एउटा टाइम थियो कि स्कुल पढ्दाखेरि एभ्री टाइम मेरो बर्थडे आउनु हप्ता दिन या त 3-4 दिन अगाडि मैले 500,000 रुपियाँ लगभग 5 देखि 6 वर्षसम्म लगातार भेटेको छु क्या फर्स्ट अफ अल हेर्न चाहिँ यहाँलाई स्वागत छ थ्याङ्क यू आरामै हुनुहुन्छ आरामै हजुरहरू हामी पनि आरामै छौँ यहाँलाई खेल लागिरहेछ अहिले है एकदमै कहिले छ रिलिज डेट खेलको रिलिज डेट वैशाखको 12 गते इङ्ग्लिस डेट चाहिँ अप्रिलको 25th त्यही हो किन हेर्ने त हामीले किन अडियन्सलाई खेल हेर्नै पर्छ भन्नुहुन्छ किनकि खेल अलि अलग किसिमको फिल्म बनेको छ हुन त हामी सबैजनाले त्यही नै भन्छौँ हामीले खेलेको फिल्मलाई अलग किसिमको बनाएको छ भनेर चाहिँ तर खेल चाहिँ साँच्चै कि अलि फरक किसिमको फिल्म बनेको छ यसमा हाम्रो नेपाली सिनेमामा जसरी गीतहरू छ डान्सिङ सङहरू छ त्यो खालको गीतहरू छैन हामी फिमेल हामी एक्ट्रेसेसहरू छौँ अनि त्यसपछि यहाँनिर हजुरहरूले साइन्स मिथ के हो त अनि कति कुराहरू साइन्स हो कि यो मिथ मात्र हो कि भन्ने कुराहरू बुझ्न सक्नुहुन्छ यदि मोरल लेसनको लागि आउनुहुन्छ भन्ने चाहिँ यो हो होइन र जसलाई चाहिँ एकदमै यो हिस्ट्रीमा रुचि छ यही साइन्स मिथमा रुचि छ उहाँहरूले चाहिँ हेर्नै पर्छ अनि स्पेसल्ली अझ टिनेजर्सहरू अनि हामी युथहरूले आफ्नो हस्टेल लाइफलाई फेरि पनि रिकल गर्न सक्नुहुन्छ त्यो चिजलाई फेरि सम्झन चाहनुहुन्छ इन्जोय गर्न चाहनुहुन्छ भने त्यो चिजको लागि पनि खेल हेर्न जरुरी छ र आफ्नो मनको हुन्छ नि मिसअन्डरस्ट्यान्डिङ लोभ त्यो जलनहरूले गर्दाखेरि कुन सिचुएसनसम्म पुर्याउँछ पोजिटिभ कुरालाई कसरी नेगेटिभ कुराहरू सम्म पुर्याउँछ भन्ने चिजहरू बुझ्नलाई हेर्नुको लागि चाहिँ सायद खेल हेर्न जरुरी छ तपाईँकोमा चाहिँ फिमेल आर्टिस्टले मुभी धान्नु भएको छ जस्तो लाग्यो मलाई होइन अनि अहिले चाहिँ अब एकदमै मेल आर्टिस्ट हुनुपर्छ भन्ने छ र मेल आर्टिस्ट हुँदै पनि मुभीहरू नचलेको छ कि अझ त्योभन्दा पनि भनौँ नेपालका नम्बर 1मै पर्ने कलाकारहरू हुँदै पनि चलचित्रहरू नचलेको अवस्था भइरहँदाखेरि तपाईँहरूकोमा त एकदमै अब त्यति साह्रो चर्चित हुनुहुन्न होइन एउटा सुरक्षा दिदी मात्रै हुनुहुन्छ त्यसमा चाहिँ सो कतिको सम्भव छ जस्तो लाग्छ यहाँलाई अहिलेको टाइम हेर्दाखेरि चाहिँ मुभी इन्डस्ट्रीमा चाहिँ एक्टर भन्दा पनि कन्टेन्टले तानिरहेको छ अडियन्सहरूलाई हामीले देखि नै रहेको छौँ होइन यो कन्टेन्टले गर्दा मुभी कति चलेको छ अनि त्यो कन्टेन्टमा एक्टरले कति चाहिँ आफ्नो इनपुट दिनुभएको छ त्यो चिजले चलेको छ अनि सुरक्षा दिदी हुनु भनेको नै हामी पनि सायद चलेकै कलाकार हुनु जतिको चाहिँ भएको छ होइन अहिलेको टाइममा चाहिँ अनि अब इन्डस्ट्रीमा हिरो खोज्नुहुन्छ या त हाम्रो फिल्ममा पनि हिरो खोज्नुहुन्छ भने चाहिँ एकचोटि आएर चाहिँ फिल्म हेरिदिनु होला कस्तो खालको फिल्म बनाएको छ भनेर अनि एक हिसाबले त यो गएको सालमा चाहिँ नेपाली फिल्महरूको लागि एकदमै राम्रो भएको छ होइन अनि हामीले अलग किसिमको फिल्म लिएर आएको छौँ अनि सायद इन्डस्ट्रीले चाहिँ केही कुराको सुरुवात गर्न लागेको जस्तो फिल भएको छ क्या मलाई हाम्रो फिल्मले चाहिँ ए ल यो कुरा पनि पोसिबल रहेछ यो खालको स्टोरीले पनि मुभी चल्दो रहेछ भन्ने खालकोसम्म चाहिँ हुन्छ कि जस्तो फिल भएको छ मलाई चाहिँ तपाईँले होस्टेल काम गर्नुभयो होस्टेल 3 मा होइन अहिले खेलमा पनि आउनुहुन्छ डिफ्रेन्ट के रहेछ होस्टेल गरिरहँदा र यो अहिले खेल होस्टेल खासमा सेकेन्ड हो मेरो अनि खेल अगाडि हो अनि एक त क्यारेक्टर मेरो टोटली डिफ्रेन्ट छ अनि मेरो साथीहरू आफ्नो ठाउँमा हुनुहुन्छ सबैजना अनि सिमिलर कुरा भनेको मैले साथीहरूको माया चाहिँ एकदमै पाएँ अनि डिफ्रेन्ट कुरा भनेको डिफ्रेन्ट टिम भएको कारणले वर्किङ स्टाइल वर्किङ फर्मेट चाहिँ डिफ्रेन्ट थियो त्यति नै हो बेस्ट कुन मुभी भन्नुहुन्छ मैले
म त चुज गर्नै सक्दिनँ किनकि हस्टेल मेरो डेब्यू भएर आइदियो हस्टेल एक किसिमले अब मैले एटलिस्ट ओहो हिट फिल्मको कलाकार हो म भनेर भन्न सक्ने चाहिँ हस्टेलले मलाई बनाएको छ भनेपछि अब अहिले खेल आइरहेछ खेल पनि आफ्नै किसिमले अलग फिल्म बनाएको छ दुइटै बेस्ट छ मेरो लागि चाहिँ के लाग्छ तपाईँलाई खेल मुभी चल्छ या के हुन्छ खेल मुभी चल्नुपर्छ किनकि नेपालमा चाहिँ अब अडियन्सहरूलाई एकदम एन्टरटेनमेन्ट अनि हुन्छ नि एकदम इङ्गेजिङ खालको हुन्छ नि मुभी चाहिन्छ तर इङ्गेजिङ मुभी पनि एकदम एन्टरटेनमेन्ट कमेडी रुचाउनुहुन्छ तर खेल अलिकति डिफ्रेन्ट छ यसको मतलब यो होइन कि खेलमा चाहिँ रमाइलो छैन कमेडी छैन सबै चिज पाउनुहुन्छ होइन अनि क्वेसन के थियो बोला बोल्दै बिर्सिँदा क्वेसन त्यही त अनि त्यही त नेपाल अब यो कमेडी जनरहरू छोडेर अलग किसिमको स्वाद चाख्नु मन छ भने चाहिँ खेल हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ खेल हेर्नको लागि अहिले के अरे मान्छे अडियन्स आउनुहुन्छ जस्तो लाग्छ कि लाग्दैन यहाँलाई हलसम्म चाहिँ अभियसली आउनुहुन्छ किनकि नयाँ कुरा ट्राई गरेको छौँ अहिलेको अडियन्सहरू एकदमै वाइज एकदम ह्युमरस हुनुहुन्छ पहिलेकै कमेडी पहिलेकै फ्यामिली ड्रामाहरूमा सीमित हुनुहुन्न अनि एक किसिमले चाहिँ यो खालको फिल्म चाहिँ कमै छ सायद हाई स्कुललाई लिएर बनाएको हाई स्कुलको स्टुडेन्टहरूलाई लिएर बनाएको जस्तो हस्टेल पनि एउटा कलेजको स्टोरी हो होइन हस्टेल मैले जुन अगाडि गरेको फिल्म त्यसलाई मान्छेले रुचाइदिनु भयो अनि यो अलग खालको फिल्म छ अनि दुईटामै हाई स्कुल भए पनि दुईटा खालको ड्रामा छ क्या जस्तो हस्टेलमा चाहिँ फ्रेन्डसिप रमाइलो के घटेको कहानी आफ्नो ठाउँमा छ र यहाँनिर खेलमा चाहिँ के देखाएको छ भने हस्टेलभित्रको पनि भित्र कस्तो खालको खेलहरू खेलिन्छ भनेर देखाएको छ सायद अडियन्सले एकदम माया गरिदिनुहुन्छ हाम्रो फिल्मलाई र अडियन्स पक्कै पनि आउनुहुन्छ आउनु पनि पर्छ सुरक्षा दिदी हुनुहुन्छ तपाईँसँग होइन खेलमा मुभीमा अनि के कतिपय कुराहरू त्यहाँले सिक्नु पनि भयो होला र केही हदसम्म सिकाउनु पनि भयो होला जहाँसम्म लाग्छ होइन के चाहिँ कस्तो पाउनु भयो त उहाँलाई सुरक्षा दिदी त सी इज बेस्ट किनकि मैले धेरै कलाकार राम्रो कलाकार भेटेको छु अनि सुरक्षा दिदीकै सीमित बसेर सुरक्षा दिदीमै सीमित बसेर कुरा गर्नुपर्नेमा चाहिँ सुरक्षा दिदीले कहिले पनि म सिनियर हो भनेर कहिले पनि फिल गराउनु भएन हामीलाई अनि आफूले जानेको कुरा या हाम्रो नमिलेको कुरा छ भने सिकाउनु पनि भयो अनि हामीले गएर क्वेसन सोद्धाखेरि पनि दिदीले कहिले पनि मुख खुम्चाउने त्यो चाहिँ गर्नु भएन जुन कुरा चाहिँ एकदम बेस्ट थियो अनि दिदीकोमा मैले बेस्ट पाएको कुरा चाहिँ आफूसँग भएको नलेज चाहिँ दिदीले बाँड्नुहुन्थ्यो यही कुरा नै हो सुरक्षा दिदीको बारेमा चाहिँ र अब हामी एउटा गेम खेल्छौँ तपाईँ फलानु भएको भए या केही भएको भए तपाईँ चाहिँ के गर्नुहुन्थ्यो होला भन्ने होइन सो रेडी हुनुहुन्छ मबाट यस्तो कि मेरो त्यो अनेस्टी निकालेर मेरो कुरा फुत्काउनुलाई भयो कि मैले इफ केही गरी तपाईँ प्रधानमन्त्री भएको भए चाहिँ के गर्नुहुन्थ्यो म सायद टुरिज्म सेक्टरलाई अझै पनि इम्पोर्टेन्स दिन्थेँ अनि एजुकेसन उसलाई अनि त्यसपछि प्लस हाम्रो जुन यो इम्प्लोइको हिसाबमा कामको हिसाबमा मैले यो सेक्टरहरूलाई चाहिँ अझै पनि मैले बेसी फोकस गर्थेँ होला संसारमा पानी नभएको भए के हुन्थ्यो होला जस्तो लाग्छ पानी नभएको भए यसरी नै चल्थ्यो होला हामीलाई पानी भन्ने चिजै थाहा नभएपछि त के नै गर्न सक्छ र होइन सायद केही नै हुँदैन थियो होला जे चिज हुन्थ्यो त्यही चिजमै चलिरहेको होला सायद हामी यदि तपाईँमा सुपर पावर आयो भने चाहिँ के गर्नुहुन्थ्यो ममा सुपर पावर आयो भने ममा सुपर पावर भएको भए त ल एज एन एक्टर मैले जति पनि राम्रो चलचित्र चल्नुपर्ने चलचित्र थियो सब फिल्म चलाइदिन्थेँ म त सब चलाइदिन्थेँ म त होइन हो नि किनकि कति राम्रो मुभीहरू पछाडि परेको छ अडियन्स आउनु भएको छैन लगानी उठाउन सकेको छैन अनि त्यही फिल्म चाहिँ अनि जब ओभरसिज जान्छ फिल्म फेस्टिभल जान्छ हलिउडको एक्टरहरूले वाह होइन बलिउडको एक्टरले वाह गरिरहनु भएको छ त्यही फिल्म नेपालमा चल्दिँदैन होइन यस्तो खालको मुभीहरू चाहिँ म चलाइदिन्थेँ क्या सुपर पावर भएको भए त यदि तपाईँले एक दिन कसैको जीवन जिउनु पर्यो भने नेपाली आर्टिस्टहरूमा कसको जिउन चाहनुहुन्छ मलाई को आर्टिस्टको म जिउन चाहन्छु भने
ए त्यस्तो लागेको म त सुरक्षा दिदीकै लाइफ जिउँथेँ दिदीले कसरी चाहिँ म्यानेज गरिरहनु भएको छ ब्याक टु ब्याक मुभी ब्याक टु ब्याक क्यारेक्टर कसरी गरिराख्नु भएको छ 10-15 दिनको टाइम ग्यापमा कसरी आफूलाई चेन्ज गरिरहनु भएको छ अनि फेरि एक त म्यारिड हुनुहुन्छ दिदी अनि कसरी चाहिँ यतापट्टि यो चिजहरू ह्यान्डल म्यानेज गरिरहनु भएको छ यो चिजहरूको लागि पनि म सुरक्षा दिदीकै लाइफ जिउँथेँ होला क्या पाएको भए त तपाईँ भगवानमा विश्वास राख्नुहुन्छ एकदम धेरै इफ केही गरी भगवान् तपाईँलाई भेट्नुभयो भने के चाहिँ माग्नुहुन्थ्यो होला म सधैँ यही एउटा कुरा गर्छु भगवान्लाई म यही एउटा कुरा माग्छु कि जुन कुरा मेरो लागि बनेको होइन नि त्यो कुरा एक्सेप्ट गर्ने शक्ति चाहिँ दिनु मलाई भनेर भन्छु क्या किनकि कति टाइममा यो कुराले गर्दाखेरि मान्छे डिप्रेस भइरहेको हुन्छ स्ट्रेस्ड आउट भइरहेको हुन्छ होइन अनि म चाहिँ जहिले त्यही प्रे गर्छु यदि यो कुरा मेरो लागि बनेको होइन भने प्लिज मलाई एक्सेप्ट गर्ने शक्ति चाहिँ दिनु भन्छु क्या म चाहिँ त्यही नै हो तपाईँ अदृश्य बन्ने क्षमता भएको भए चाहिँ के गर्नुहुन्थ्यो होला म त मान्छे तर्साउन जान्थेँ म त सबलाई तर्साइदिन्थेँ म लिटरली यही गर्थेँ म अनि त्यसपछि म मेरो साथीहरू भेट्न जान्थेँ होला हेर्थेँ होला यिनीहरू लाइफमा के गरिरहेछ भनेर होइन तर अझै मेन कुरा गर्ने हो है मलाई कसैले देख्न नसक्ने भए म सबलाई तर्साइदिन्थेँ हुन त तपाईँ म्यारिड हो होइन तर पनि तपाईँलाई चाहिँ कुनै चरा मान्छेले भनौँ न प्रेम प्रस्ताव राख्यो भने ठिक छ त म त रेस्पेक्ट गर्छु नि मलाई माया गरिदिनु भयो मन पराइदिनु भयो धेरै धेरै धन्यवाद भन्छु म त होइन किनकि कसैले माया गरिदिनुहुन्छ मन पराइदिनुहुन्छ भने त त्यो त आफ्नो लागि त प्लस पोइन्ट हो नि होइन म त थ्याङ्क यू भन्छु यदि हजुर म्यारिड हुनुहुन्थेन भने र कुनै केटीले नै यहाँलाई प्रस्ताव राख्यो भने म आई रेस्पेक्ट उहाँहरूको फिलिङलाई तर आई एम टु स्ट्रेट त्यही नै हो तपाईँ अहिले यदि मेरो ठाउँमा तपाईँ भएको भए चाहिँ आफैले आफैलाई के प्रश्न मैले आफूलाई म त खै सोधिरहन्छु क्या म बेसी सोध्छु म किन चाहिँ बेसी सोध्छु भनेर प्रश्न गर्छु आफूलाई होइन मेरो चाहिँ एकदम ओभर थिङ्क गर्ने बानी छ अनि म किन चाहिँ यति धेरै सोच्छु यो त सानै कुरा त हो सबैजनाले सानै कुरा त भनिरहेछ म किन चाहिँ बेसी सोध्छु भनेर सोच्थेँ होला आफूलाई सोध्थेँ होला कि त्यही नै हो बाटोमा पैसा पाउँदाखेरि टिप्नुहुन्छ कि हुँदैन म त क्या खुसी हुन्छु नि बाटोमा पैसा भेट्यो भने त किनकि मेरो चाहिँ कस्तो थियो भने हजुरहरूले पत्ताउनुहुन्न होला तर एउटा टाइम थियो कि स्कुल पढ्दाखेरि एभ्री टाइम मेरो बर्थडे आउनु हप्ता दिन या त 3-4 दिन अगाडि मैले 500,000 रुपियाँ लगभग 5 देखि 6 वर्षसम्म लगातार भेटेको छु क्या अनि कस्तो खुसी लाग्छ क्या मलाई त पैसा भेट्दाखेरि तर अब पैसा कसैको पैसा भेट्नु भनेको चाहिँ कसैको ब्याड लकलाई आफूतिर तानेको हो पनि भन्ने सुनेको भएर आजकल चाहिँ त्यो खालको एक्साइटमेन्ट चाहिँ हुँदैन तर त्यो एजमा चाहिँ ओहो अब चाहिँ साथीहरूलाई चक्लेट किनेर दिन पाउने पैसा भयो भनेर खुसी लाग्थ्यो अहिले चाहिँ त्यस्तो फिल हुँदैन किनकि अहिले चाहिँ म अहिले त नाइ एकदम म सुपरस्टिसियस भएको छु आजकल चाहिँ अनि यो चिज चाहिँ कसैको अब कहिलेकाहीँ मेरो पनि पैसाहरू त्यो सेटहरूमा कहिलेकाहीँ लिइदिरहेको हुन्छ मान्छेहरूले त्यो मेरो चाहिँ सामान हराउने पैसा हराउने भइरहेको हुन्छ क्या अनि मेरो सायद केही ठुलै ब्याड लगाउनु लाग्थ्यो त्यो लिएर गयो भन्ने फिल हुन्छ क्या मलाई चाहिँ म एकदम सुपरस्टिसियस छु यो कुरामा चाहिँ तपाईँ आज सुत्नुभयो र भोलि बिहान उठ्दाखेरि चाहिँ छोरा मान्छे हुनुभयो भने के सोच्नु म के सोच्थेँ के गर्थेँ ला भन्नु मिल्दैन म त उठेर सुसु गर्थेँ म के सोच्थेँ भने पहिले सुरु अब छोरा मान्छेले के चाहिँ सोच्छ उठ्ने बित्तिकै त्यो चिजहरू म खोज्थेँ अनि अर्को कुरा चाहिँ म के सोच्थेँ भने हाम्रो फिल्म लाइनमा होइन अब एक्टरकै कुरा गर्ने हो भने चाहिँ फिल्म लाइनमा चाहिँ म कहाँ झाडीमा गएर सुसु गर्नु परिरहेको हुन्छ के सिचुएसन भइरहेको हुन्छ होइन एटलिस्ट त्यहाँ चाहिँ म टोइलेट बनाउनलाई अब केही अप्रोच चाहिँ गर्छु कसैलाई भनेर म सायद त्यो दिमागमा चाहिँ राख्थेँ होला यदि तपाईँ चाहिँ इफ केही गरी जनावर भएर जन्मिनु परेको खण्डमा कुन चाहिँ जनावर रोज्नुहुन्छ म त बाघै भन्थेँ त बग्ने बाघै भन्थेँ नि अरू त के भन्नु हजुरले चाहिँ कसैलाई गाली गर्नु पर्यो भने कुन चाहिँ गाली बढी गर्नुहुन्छ कस्तो कुन चाहिँ भन्नाले कस्तो खाले गाली बढी गर्नुहुन्छ होस् त्यो त यहीँ राख्छु भन्दैन यहीँ राख्छु गाली गर्नुहुन्छ मैले
म गाली चाहिँ गर्दिनँ मैले, तर सम्झाउँदाखेरि चाहिँ गाली गरेर जस्तो लाग्छ भनेर भन्नुहुन्छ। अलिकति मेरो स्वर ठुलो भएको भएर मैले त्यस्तरी गाली नै चाहिँ कसैलाई पनि गरेको छु पहिले पहिले, अहिले चाहिँ गरेको छैन, धेरै भयो। कस्तो खाले गाली गर्नुहुन्छ? अरूले सुन्न मिल्ने या सुन्नै मिल्ने गाली गर्छु, अगाडि नै भन्छु, त्यस्तो नमिल्ने त भन्दिनँ। अब त्यस्तो नमिल्ने कुरा कहिले भने रहेछ भने पनि अहिले चाहिँ भन्दिनँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच, थ्याङ्क यू।